आदरणीय सभापति दशविदास मानन्द, आजका विशिष्ट व्यक्तित्व जसलाई हामी सम्मान गर्दैछौँ, पद्मरत्न तुलाधरज्यू पण्डितजी लगायत मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू, फ्लोरमा पनि 101 व्यक्तित्वहरू विभिन्न क्षेत्रका देखिरहेको छु। सबैलाई मेरो अभिवादन छ। मलाई अलि सन्चो छैन, अलिक घाँटी पनि हुन्छ, फेरिन्जाइटिस। मल्लजीले बोलिदिएर मलाई सजिलो पारिदिनु भएको छ। धेरै कुरा मैले भन्छु भनेको कुरा उहाँबाट आएको छ, त्यो सजिलो भएको छ। म छोटकरीमा के राख्न चाहन्छु भने उहाँ 77 वर्ष, म 76 वर्ष, हामी कन्टेम्पोरेरी हौँ, 1 वर्षको फरक नै केही। अनि नेपाल भाषा पत्रिकामा 14-15 सालदेखि मैले पनि त्यो अनुवाद गर्ने काम राससको बुलेटिन राति 9 बजे 8 बजे 9 बजे कहिलेकाहीँ 10 बज्थ्यो तयार गर्थ्यो, त्यो लिएर आएर ट्रान्सलेसन गर्ने। अनि निर्माण नेवा भन्ने पत्रकार हुनुहुन्थ्यो, फर्कने बेलामा अनि सुनसान न्यु रोड हुन्थ्यो, घर फर्कने बेलामा 12-1 बज्थ्यो। अनि कुरा गर्दै गर्दै भन्दै त्यसपछि भन्नु पनि छोडिदिने, मैले बाटोमा हिँडेर सुन्न सक्ने। तर अबेरसम्म नेपाल भाषा पत्रिकामा अनुवाद गर्ने काम गर्नु पर्थ्यो हामीले। किन भन्दाखेरि नेपाल भाषामा निस्कने पत्रिका हो, अङ्ग्रेजी र नेपाली बुलेटिन छ राससको, नेपाल भाषामा छैन। त्यसैले सुरु गरेको 30 रुपियाँ पैसा दिन्थ्यो फतेबहादुरजीले, त्यो 14-15 सालको कुरा। अनि परम दाइले चाहिँ पैसा लिनुहुन्न थियो, उहाँ आएर सघाइदिनुहुन्थ्यो। अब तर हामीहरू त्यो बेलाको कन्टेम्पोरेरी। त्यसपछि अब 17 सालपछि मलाई जेलमा लगेर राख्यो राजनैतिक कारणले। 5 वर्ष लगातार जेल बस्नु परेपछि त्यो ग्याप पिरियडमा फतेबहादुरजीलाई परम दाइले बढी सघाउनु भयो। हामीभन्दा अगाडि चाहिँ रेन्य शेष्य र प्रोफेसर मानिकलाल दुईजनाले उसमा नेपाल भाषा पत्रिकामा सघाउनु भएको थाहा छ। यसैले फतेबहादुरजी, मानिकलालजी, रेन्य शेष्य, त्यसपछि म र परम दाइहरू त्यो पत्रिकालाई सघाउनेमा पऱ्यौँ। र जेलबाट छुटेपछि पनि पहिले ट्रान्सलेटर र संवाददाता, पछि सहसम्पादकसम्म भएर नेपाल भाषा पत्रिकामा काम गऱ्यौँ। र पछि अनि युगधारामा काम गऱ्यौँ। अब यो युगधारा नेपाल भाषाको पत्रिकाहरूमा पढ्दै हामी मैले र उहाँले पत्रकारितामा चाहिँ सँगै गऱ्यौँ। उहाँको त साहित्यिक व्यक्तित्व त्यो अघि सुनिहाल्नुभयो, प्रहसन लेख्नेदेखि लिएर धेरै एक्स्ट्रा काम गर्नुहुन्थ्यो। र उहाँको विशेषता भनेको मैले 2 जना मात्र देखाएको छु त्यस्तो। एउटा तुलाचन पूर्व सहायक मन्त्री पनि हुनुभयो, उहाँले पनि प्रेस आफै कम्पोज गर्ने र चलाउने। अर्को परम दाइ, मतलब अहिले पो कम्प्युटरमा लेखेर चट्टा आउने भयो। तर त्यो बेला लेटर प्रेसमा कम्पोज गर्ने, छाप्ने काम गर्ने मैले 2 जना व्यक्तित्व मात्र देखाएको छु, एउटा परम दाइ, एउटा चाहिँ तुलाचनजी। उहाँको किनकि यो थकाली भाषामा पनि माध्यम थिएन, टिबेटन स्क्रिप्ट चाहिने भाषा भएर त्यो आफ्नो मातृभाषामा लेख्नुहुन्थ्यो। अब यसैले कामदार, कम्पोजिटर, प्रिन्टर, सम्पादक, कलमिस्ट, यो विभेद हट्ने गरिकन 3 in 1 परम दाइ तिनटै काम आफैले झन्डान्न सक्ने। त्यो रेयर हुन्छ कि हामीहरू लेख्छौँ, पत्रकारिता गर्छौँ, तर हामी कम्पोज गर्दैनथ्यौँ, प्रिन्ट गर्दै त झन् कल्पनै नगरेको हुन्थ्यो। यसैले श्रमिक पत्रकारदेखि बौद्धिक सम्पादनको काममा त्यो विभेदलाई मेटेर
काम गर्ने विशेषता भएको परम्परा। दोस्रो मिसन पत्रकारिता त भइहाल्यो, त्यसपछि मातृभाषाको पत्रकारिताको इतिहासमा चाहिँ अग्रणी नै हुनुभयो। नेपाल भाषा पत्रिका दोस्रो अर्को पपुलर पेपर हो। त्यसपछि तराईमा केही अरू पत्रिकाहरू निस्के। यसैले पत्रकारिताभित्र पनि मातृभाषाको पत्रकारिता, जनजाति आदिवासीहरूको विचार समाचार समस्यालाई उजागर गर्ने काममा पनि उहाँको अगुवाई रह्यो। अब इतिन्द पत्रकारिता यो पहिलो त मिसन पत्रकारिता, दोस्रो जनजातीय पत्रकारिता मातृभाषाको पत्रकारिताको विकासमा उहाँ अगुवा नै रहनुभयो। अब युगधारा त वैचारिक रूपले प्रखर पत्रिकै थियो त्यो बेला। त्यसको टिममा परमदाई पनि हामीहरू थियौँ। पुराण सम्पादक हुने काम मलाई दिएको थियो, तर कलम सार्पली चलाउने कुरामा विभिन्न विधाहरूको सञ्चालन गर्ने काममा र अनि पोलिसी हप्ता एकचोटि छलफल हुँदाखेरि सँगै बसेर विषय वस्तु तुग्याउने काममा परमदाईसँग हामीले सहकार्य गऱ्यौँ। यसैले मिसन पत्रिकाबाट भाषा पत्रिकाबाट सुरु गरेको वैचारिक अब कालो पत्रिका युगधारा र रातो युगधारा मोस्ट पपुलर थियो, एकदम कुना कुनामा जान्थ्यो। त्यसैले त्यसलाई ब्यान पनि गऱ्यौँ पछि। अनि एउटा ब्यान गरेपछि अर्को पत्रिका चलाउँथ्यौँ हामी। अब त्यसमध्ये डेली डायरीदेखि जनजागृतिकै कुराको यसमा चाहिँ हामीहरूले एकपछि अर्को पत्रिकाहरू चलायौँ। तर पत्रिका ब्यान भएर अर्को चलाउँदा पनि त्यो कोर ग्रुपमा सरसल्लाह गरिकन मिसन पत्रिकारितालाई कन्टिन्यू गर्ने कुरामा परमदाईसँग सहकार्य हुन पायो। अर्को मैले सहकार्य गरेको राजनीतिमा र महाकाली सन्धिको विरोधमा व्हिप नागेर भोट दिनेहरू दुईजना मध्ये ऊ पनि मोहनचन्द्र अधिकारी पनि हुनुहुन्थ्यो, परमदाई पनि। परमदाई तपाईँले एगेन्स्टमा भोट हालेको भन्नाले पत्रकारितामा पनि देशभक्तिका कुरालाई हामीले प्राथमिकता दिन्छौँ। राष्ट्रिय राजनीतिमा पनि संविधान मिच्न दिन्नौँ, देशलाई चाहिँ बेच्न दिन्नौँ भनेर अडान लिनेमा पार्टीभन्दा देशै ठुलो भनेर महाकाली सन्धिको विरोधमा भोट हाल्नेमा हामी रह्यौँ। यसैले परमदाईलाई सम्झिँदा देशभक्तिपूर्ण पत्रकारिता लेखन र राजनीतिमा सक्रिय रूपले लाग्नुभएको व्यक्तित्वको रूपमा हामीले सम्मान गर्नुपर्छ। उहाँको विशिष्ट स्थान छ। मलाई सम्झाउनु भएकोले उहाँलाई बढाइदिन्छु र उहाँको सुस्वास्थ्यको लागि, दीर्घायुको लागि र उत्तरोत्तर समोन्नतिका लागि म भिन्टुना अर्पण गर्छु र आयोजकहरूलाई धन्यवाद दिन्छु। धन्यवाद।